म चाहिँ आज गाडी सिक्ने क्रममा यसो घाँसहरू हरियो देखेर यहाँ आइहालेँ है। अब आएपछि यसो एक दुईवटा भिडियो बनाऊँ कि भनेर आएको। माइकरी हल्का ढिलो हुन लागिसक्यो। यहाँ चाहिँ हरियाली त बबाल छ कि त्यो त्यहाँ अब पोखरी पनि छ, बब्बाल पोखरी है। त्यसपछि लाएर मलाई सबैभन्दा मन परेको भिडियो बनाउनलाई सुविधा चाहिँ सेल्फी स्टिक चाहिएन क्या। यो मुढोमा टक्क मेरो फोन राखेर एक दुईवटा भिडियो बनाएको छु गाइज। सर्प आयो भने त बब्बाल हुन्छ नि, फेरि म त मर्छु होला हौ। मेरो झोला यहाँ छ, हाइट मेरो ज्याकेट यता भयो र अब चाहिँ गाडी सिक्न जानुपर्ने हुन्छ गाइजहरू। ढिलो हुनसक्छ। ओइ नेपालको जस्तै कुर्सो पनि हुँदो रहेछ हौ यहाँ त। आम्बा यी गाइजहरू, यो त नेपालको जस्तो घाँस छ त के हो। फेरि घाँसले चिलाउला र सरे। उता फेरि पोखरी छ है, दामी पोखरी छ टक्क लाएर। यहाँ चाहिँ फेरि यस्तो छ। अनि उतानिमा मेरो साइकल राखेको छ। किराहरू ब्यागभित्र सल्के कि थाहै छैन कि मलाई। फेरि त्यही पो गाह्रो छ त। अब यसो टक्क लाएर क्याप लगाऊँ होइन, हल्का भयो भने ह्यान्डसम देखिन्छु कि। ओ माई गड, खायो त अब जापान। पदमले खाँदैन त यस्तो तालले जापान होइन गाइज। चाहिँ म चाहिँ गाडी सिक्न जानुपर्ने हुन्छ गाइज। अहिले नत्र पुगेन भने फेरि बब्बाल धमाका होइन। फेरि पैसा तिर्नुपर्छ होइन, ढिलो भयो भने। त्यही हो गाइज, दुईवटा भिडियो बब्बाल आउँदैछ मेरो। सबैजना ट्याक्क लाइक सेयर गरिदिनु। मेरो फेसबुकमा नि यसो फलो गर्नु। फलो गरे भलो हुन्छ तिमीहरूको टाउको है। पदमको यस्तो मिठो बोली सुन्न पाउनु भनेको तिमीहरूको खप्परमा गिदी पलाउनु हो क्या, बुझ्यौ।